अब कहाँबाट ल्याउनु भयो यो त उमेशले ल्याएको काँटा ल्यायो बिरुवा त यसको बारेमा बताउनुहोस् त हापुस भन्ने जातको 4 लाख रुपियाँ किलो भन्ने सुनिएको मैले मियाजाकिया मियाजाकी यो चाहिँ हापुस हो मियाजाकिया मियाजाकिया ऊ काका तपाईले मुहा के हाल्न हापिस हाल्न हो क्या हो पान ए पानमा कुन मिठा पान के गर्दा 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 काँटा हामी यसो घुम्दै आएको छौँ यो 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 अन्जिरको रुख पनि हामीले यो अजरको छायामुनि बसेर छायामुनि यो बसेको जाकिर हुसैनको आप हाम्रो काकाको घरमा यहाँ काकाको यो चाहिँ हामीले उद्यमशीलतालाई महसुस गरिरहेका छौँ यस्तो यो अब यो काका यो के छ यसो खाएर चाखेर तपाईँले खानुभयो चाहिँ के छ के भयो थाहा छैन यो अब बनेपछि खाने यो 4 लाखको आपलाई छुँदा पनि लबा त 10-20 हजार त पर्छ होला एउटा फलेको ए लड्रामै गिरमला फले हान घिरौँलाई यसरी यसरी काका पाउरे के हुनुहुन्छ अहिले गफर्न रहेछ काका मेहनत काकाको यहाँ यसरी फल्या छ अरे काका र काकी मेहनती काका हुन्छ यो फेरि यो राख्नुभयो चाहिँ के हो औषधि के हो यो मोहनी पासो मोहनी पाखा नि आज काटेको मैले यहाँ ल यो मोनी पास अनि 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 यो खाल्टामा के हो यो फेरि यो कछुवा कछुवा हराएको भेटियो नि कछुवा छ खै कता छ खै त्यहाँ हुल्ली हिँडी 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 डर हुन्न कहाँ ल्याउनु यो कछुवा यो मैले